हेलो नमस्ते नमस्ते सबैजनालाई सबैजना आरामै हुनुहुन्छ होला। म यतिखेर जन्मभूमि पर्वततिर छु अनि आजको कार्यक्रम चाहिँ हाम्रो अब धेरै वर्षपछि बाल्यकाल बितेको ठाउँतिर आइएको छ। आज चाहिँ हाम्रो माछा मार्न जाने प्लान बनेछ। अब हामी टक्क लाएर माछा मार्न जान्छौँ, बेलुकातिर फेरि फर्किन्छौँ। अहिले चाहिँ तल झर्दैछौँ। अब चाहिँ म तपाईलाई पछाडिको ब्याकग्राउन्ड देखाउँछु। अब यिनीहरू चाहिँ हाम्रो खेत। पहिला पहिला चाहिँ हामी यही खेतमा काम गर्दै हुर्किँदै गरेको। मकै चाहिँ साना छन्। अब यही खेतका मकै हुन्। बारीमा त कसैले छर्नु भयो, कसैले छर्नु भएन। अनि त्यसपछि गहुँ पनि पाक्न लाग्नु के अरे। उतातिर पारी ती अर्मले सर्मले पनि देखिन्छ। अलिअलि थोरै तानेर देखाइदिन्छु। यता मामाले चाहिँ गहुँ काट्न लाउनु पर्यो रहेछ। फेरि गहुँ पाके हन्। मामा नमस्ते। मामा सन्चै हुनुहुन्छ? हामी माछा मार्न हिँडेको मामा। माछा मार्ने टोली। मामा अगाडिको भाइ, पछाडिको मेरो भाइ। अब यिनीहरूको सरसरमा म हिँडेछु। सक्छु कि सक्दिनँ। यस्तो रमाइलो यो गाउँमा आएपछि यति आनन्दमय हुन्छ मलाई। के गर्नु, सहर बजार तराईतिर झरेपछि गाउँको माहौल चाहिँ एकदमै आनन्द आउने, शान्त। चैतको खडेरी छ, कोइली करा छन्, न्याउला करा छन्। यस्तै छ। सरी ए हाम्रो माछा मार्ने चाहिँ एकदम भाइटल मेन हामीलाई चाहिँ आउँदैन। हामी उसैको आधारमा हिँडे हम। म आज दरो माछा मार्छु दिदी भनेर लिएर हिँडेँ। अहिले चाहिँ हामी ठ्याक्कै आधी बाटोमा पुग्यौँ। आशिष अब हामी कति मिनटमा तल झर्छौँ? अब 20 मिनट। पहिला हामी घरबाट हिँडेको 5 मिनटमा तल 5 मिनटमा हामी गोठा पुग्थ्यौँ। अनि गोठबाट भारी बोकेर आउँदाखेरि चाहिँ आधी घन्टा जति लाग्थ्यो भारी भयो भने। अनि सन्दीप मामा र म चाहिँ कम्पिटिसन गरेर हिँड्ने के को अगाडि जान्छ भनेर। यस्तो बाटो पाए त हामी कतै हिँड्ने थियौँ। पुरै खड्केर ठाडो उकालो हो। त्यस्तो हो। अहिले चाहिँ एकदम पहाडमा धेरै परिवर्तन भएछ। अहिले चाहिँ धेरै विकास प्रेमी नेता पनि हुनुहुन्छ यो ठाउँमा। त्यही भएर पनि अब बाटोघाटो चाहिँ ठाउँ ठाउँमा पुगेको छ। अब पिच हुने क्रममा छ। काहीँ नाला आएको रहेछ। अहिले त पहिलाको भन्दा धेरै सुविधा। धेरै वर्षपछि आएँ म। अनि आए पनि कहिले काहीँ बस्ने गरेर चाहिँ नआइने, आइयो 1-2 दिनमा फर्किहाल्ने। अनि योपालि चाहिँ अलिकति बस्ने गरेर आएर भिडियो बनाएर हाम्रो यो गाउँको वातावरण रहनसहन सबै देखाउने। आज चाहिँ माछा मार्न हिँडेका छौँ हामी। अब आशिषले आज कतिको माछा मार्छ खै, गुनास फुलेछ। म माछा मार्न हिँडेको बेलुका देखाउनु छु माछा कति मारेपछि। म चाहिँ यो माछा मार्ने सङ्घको अध्यक्ष हो। फेरि अर्कोमा आउँछ के अरे अब लौसी झार्ने हो। पहिला लौसी झार्ने, त्यसपछि माछा मार्ने। पहिला हाम्रो बोलाउँछ लौसी झार्ने। लप्सी भनेपछि सबैलाई थाहा हुन्छ होला। त्यसपछि कार्यक्रम फेरि ननस्टप कन्टिन्यू जाने होला छ। यस्तो यस्तो भयो नि अब चाहिँ हाम्रो लौसी झार्ने कार्यक्रम छ। पुरै यो चैतमा पालुवा पलाएर बुटाबुटी पुरै खाली भएछन् कि। यहाँ हेर्नु त यो लौसी, यी लौसी छन्। बुटो चाहिँ अलि अग्लो छ। अनि हामीले यहाँ चाहिँ भाटा बनाउँदै हान्दै गर्नुभयो मामाले। ए झरे झरे हो, त्यस्तै बनाउनु पर्यो। यस्तो लौरा बनाउँदै अनि ओ त्यहाँ हेर्नु त लौसी झ्याम्म हान्ने मजाले पाके छ। यिनी लौसीलाई केही गर्नु पर्दैन, सिधै लहर अचार हाल्के हुन्छ। अनि अलिकति मङ्सिर पुसतिरका लौसीलाई चाहिँ पकाउनु पर्छ के अरे। वन जङ्गलमा डढेलो लाएर यस्तो भयो। चिलाउनेको हाँगा काट्न रुखा चढी छ एउटा। पुरै आगो लाएर अहिले त केही छैन। यो लास्टको झुप्पामा छन् होइन? मेरो त केही पनि छैन। फेरि पर्या कोही मान्छे छन् तल?
लट्ठी फालेर नि आउँछ नि त्यसलाई त ट्राई यागन गएका गए तिनी हान्न ल है अहिले नि कट्नै सकेन त्यही तिमी पनि जान्न लौकी झार्न कम दुःख अचार खान मात्रै सजिलो हो ए हात दुख्नु रहेछ नि म त सकिनँ ल जाम माथि गएर बनाउनु हाम्रो घर चाहिँ वहाँ माथि लोगेको देखाउन न सबै देखिए लोगेको अनि उहाँको चाहिँ सबै देखियो होइन अनि त्यसपछि हामी चाहिँ कति तल छौँ अब हेर्नु है हाम्रो घरबाट यति तल छौँ हामी एउटा डाँडो चाहिँ ठ्याक्कै काटेर आयौँ होइन आशिष अझै एउटा गइरहन्छ त्यहाँ देखाउनु अब चाहिँ हामी तल धेरै गहिरो छ त्यो डाँडाभन्दा तल पुग्छ माछा मार्न जुन गरेर ताना हामीलाई नजिक अलिकति भयो यो पानी कम त मिठो हुन्थ्यो त्यति बेला खनेर बाँसको गाछ हेर्न गोठा जाने बाँसको गाछ खनेर एउटा कुवा बनाइदिनु पर्ने अनि यहाँ ऊ चढाउन मामा आजकल मामा यहाँ के चढाउँथ्यो मरे हामीले हजुरबा कसले चढाउँथ्यो नि यो पन्द्राको ढुङ्गो यहाँबाट हो पानी भर्ने यसरी जान्छ के पानी यताबाट आउँदो रहेछ भनेपछि मूल त वहाँ माथि थियो नि दिपेन्द्र यहाँ त नाकका पानी नै हुन्छ क्या नाकका हो कसले चढाउँछ अरे यो पल्तिर साइडामाहरूले चढाउँछ ल फाइनल्ली अब चाहिँ हामी खोलातिर आयौँ यत्रो बेर झरेर हामी बल्ल खोलामा पुग्यौँ खोलो माथि चाहिँ माछा मार्नेले सुकाएर पानी केही नै छैन अब हाम्रो टोली पनि आइसकेको छ 4 जना छौँ मामा अनि मामाको छोरो भाइ म ए बाबा म त हिँड्न चाहिँ नसक्ने रहेछु के द थुनेर माछा मार्न अब पानी चाहिँ रेडी बनाएको छ झिक्रेर तानेर फाल्न पर्यो होइन माछाबारी टोली पाइप ओछ्याउनु लाग्यो यिनीहरूले चाहिँ यो द सुकाएर अहिले त चैता खडेरी छ के अरे द सुकाउनु सजिलो छ तलबाट मामाले तान्नुभयो है 3टा पाइप चाहिँ ओछ्यायौँ अब स्वाइयो पानी तानेपछि त खोबिल्टा चाहिँ एकदम माछा छन् ए त्यो खोबिल्टा भाइ उभिएको ठाउँमा मेरो काम चाहिँ बसेर पाइप हेर्दिने हो मलाई चाहिँ यहाँ बसेर पाइप हेर्ने जिम्मा देखाम पाइपमा माछा साछा पर्छन् पात पर्छ हजुरले हेरिदिनु भनेर मैले चाहिँ बसेर हेरिदिएछु हामीले चाहिँ फाइनल्ली माछा मार्यौँ यो दुवाली सुकाएर पानी घटाएर 3-4 जना भएर मेरो काम चाहिँ माछा हेर्ने अनि त्यसपछि माछा मार्यौँ अब चाहिँ घरतिर जाने हन पाकेकै हुन् 2टा रुख रहेछ नि त हेर्ने रेखा फुल्का त चप्पलै लाएर चढिस रुखमा ल माछा मारी मुख्य मान्छे माछा सङ्घको अध्यक्ष अनि मामा चाहिँ उपाध्यक्ष अनि त्यो चाहिँ पाइप घिसार्ने मान्छे सनाबा नमस्ते सनाबा नमस्ते सधैँ हुनुहुन्छ माइजू चिन्नु भएन हजुर मैले हो यो कसले हो आशिषले गन्दी लाएर नदिनु होला हामीहरू आएको 1 हप्ता जति भयो माइजू के तिम्रो त नखाइकन गयौ त यहाँ त पाकेका रहेछन् नि आशिष खाने कि मैले खाइदिनु सबै कोपी टिपेछु मैले ल त्यसलाई पज गर स्पाइसी पनि एउटा हाल्नु हैन यो धेरै नहाल्नु धेरै हुन्छ यो पिरो के तेल
रस सबैमा रस सेयर गरेर लास्टमा खनाइदिन्छु। त्यो पोल्टेलाई त्यो खानुहोस् आज हाम्रो यहाँ बनभोज हाम्रो यो वनभोज है हामीलाई केही नगरिदिनु होला परमेश्वर सबै हामी केटाकेटी मात्रै छौँ। साथै यहाँ भएका वरिपरि पलतिरका वन जङ्गलतिरका सम्पूर्ण देवताहरूलाई जुन चढाएको छ आसमानीहरूले सबैले आएर खाइदिनु होला। अनि परमेश्वर ल यो नि माछा नमारी सब्जी नपकाउनु माछा माछा त्यही माछा पकाएर खाने नै यहाँ त नपकाउने माछा त घरै पकाउने। माछालाई त टमाटर मसला चाहियो कि त पिसेर ल्याउनु पर्छ मिक्सर बिग्रो फेरि होइन मैले खाना भन्दा नि मसला चाहियो त हामीलाई। सब्जी आलु सालु केही ल्याउँला काटेर ल्यायो हुन्छ ए के अरे हर्रो के रोगको औषधि सन्चो हुन्छ यसको ग्यास्ट्रिकको मेन भनेको ग्यास्ट्रिक रोग अनि काँसो लाको ग्यास्ट्रिक काँसो। अब चाहिँ हामी फाइनल्ली घर पुग्यौँ। ए बा उकालो चढ्दाखेरि स्याहाँ भएर यहाँ मेरो काँधमा पाउसो राख्दैछन्। सबैले आफ्ना आफ्ना सामान प्याक गरेर लिएर हिँड्छन्। अबको एकछिनमा घर पुग्छौँ। कतिखेर घर पुग्लाम्ला जस्तो भयो थाकेर माछा मारेर आयो। अब 2 मिनट उक्ल्यौँ भने त पुगिहाल्छौँ। टोली ऊ हाम्रो घर देखियो माथि माछा मार्ने टोली। मामाको कन्नामा भाइको हातमा माछा अनि त्यसपछि लप्सी झारेको थियौँ नि त लप्सी लिएर हिँडेको। बिहान चाहिँ हामी आउँदा यो गरामा मामाले गहुँ काट्दै हुनुहुन्थ्यो। अहिले हामी फर्केर आउँदा त मामा त पुरै भ्याएर जानुपर्छ गरी यतापट्टि गहुँ छ यतापट्टिको गरामा मकै छ यत्रो भपल्लो मकै। यता चाहिँ माथि गहुँ काट्नै बाँकी रहेछ। अब त त्यहाँ पुग्ने हो ती यति खड्केर उक्ल्यौँ भने त घर पुगिहाल्यौँ। हामीलाई यति खड्केर पनि धेरै भएर माथि चाहिँ अब सट्टा हाम्रो गाउँ आउँछ यतै सर्लक्क लाएर वहाँदेखिबाट ती के छ मामा के भन्नुभयो होला ल अब हामी चाहिँ माछा ल्याएर पनि पकाउनलाई रेडी भइसकेछौँ। अब घर आएर भाइले माछा बनायो कोही माछा चाहिँ अझै जिउँदैछन्। अनि त्यसपछि अब आशिषको र मेरो चाहिँ पकाउने पालो हो। अब राख ए भित्र लाइट त्यसको को साथी आछ हजुरमा मैले सुने छैन यहाँ तपाईँहरूले के भन्नुभयो पाकुनलाई दिदीले लैसक्नु होइन आशिष पकाइन धनी साउथेका